गाइस आज हामी खोलामा पौडी खेल्न जाँदैछौँ। आज हाम्रो पूजा छ, नुहाइदै गरेर एकदम सफा सुग्घर हुनु पर्यो। चट्ट पारेर यही हामी तीनजना जाँदैछौँ दाजुभाइहरू चट्ट नुहाउनलाई। सरसर गर्नुपर्छ हौ खोलामा गएर झम झम नुहाएर आउनुपर्छ। वाउ हरियालीमा हरियालीमा गाउँमा एकदम हरियाली छ गाइस। रमाइलो गर्दै हेलो खोल्चा कस्तो कस्तो छ यहाँ बिजोग छ ल रे खोलाले डेन्जरै छ नि खोलाले गाइजहरू गर्नु गर्यो लड्छ यहाँ फेरि लाएर बाटो त डेन्जर छ। हरियाली चाहिँ बवाल छ, एकदम राम्रो छ यहाँको मौसम पनि। छिरेर हावा आउँछ र बोटै बोट छ यहाँतिर, यस्तो दामी दामी छ नि तपाईँहरूको। ल हेर्नुहोस् यहाँ अब रोपाइ सुरु हुँदैछ, असार लाग्यो। सुरु हुँदैछ, काहीँ कौली छ यहाँ हेर्नुहोस् न, आमामा दामी छ। ल गाईहरू हेर्नुहोस्, ल गाईहरू आउँदैछ दुईजना है। हेलो हेलो हेर्नु माथि रोड सारा ल हामी जाँदैछौँ चिया टेपा सारा र भन्दाखेरि झाडीतिर परेर होला तपाईँ। छैन हरियाली छ। हेर यहाँ आज रोपाइ जस्तो छ। ल खोला आउन आँटिसक्यो। खोलामा त हेर्नु साथीहरू एकदम बवाल छ, कोसीभन्दा नि ठुलो छ। यस्तो बवाल छ नि, कोही भन्दा नि ठुलो भन्दाखेरि पानी चाहिँ लाग्छ सानो होला अरे। एकदम बवाल छ। ल हिलै हिलो, यस्तो हिलो छ। ल हेर आली त टेक्यो कि भत्किन्छ त, के हो यो? आली टेक्यो कि भत्किन्छ। हेर्नुहोस् अब बाटो पनि अलिअलि रहेछ, आलीबाटै जानु पर्यो। खोइ त दहको खोइ त खोला ल हेर ए कोही जत्रो भने त खोला त पुरा ल हेर कोसीभन्दा ठुलो रहेछ त। कोसीभन्दा ठुलो त के हो? पानी छ खोलामा भन्थ्यो। खोइ त गाइजहरू पानी तपाईँ हेर्नु नि, हेर्नुहोस् अब यहाँ कस्तो राम्रो खोला छ यहाँ। ल हेर्नुहोस् आहा हा ल हेर ल हेर्नुहोस् यहाँ कोसीभन्दा ठुलो छैन त। पापा पापा ल हेर्नुहोस् अब यहाँबाट हामफाल्नु पर्ने हुन्छ फेरि यसरी ठ्याक्क मारेर। यो पानी पानी त छैन त यार, कोसीभन्दा ठुलो भनेर छिट्ट बर्बाद भइहाल्यो नि यार। ल हेर्नुहोस् ल बर्बाद छ। ल हेर्नुहोस् यहाँ चट्ट भएर आम्मा अनि पानी नै छैन त यहाँ। ल हेर्नुहोस् कोसीभन्दा ठुलो पोखरी सारा ल हेर्नुहोस्, ल हेर्नुहोस् बर्बाद छ। ल गाइजहरू यता हेर्नुहोस् यहाँ, ल हेर्नुहोस् अब पाहातिर गर्न जाम जाम पौडी खेल्नुपर्छ भनेर आएको त कोसीमा। हेर्नुहोस् है खोलाको हालत त बिजोक। ल हेर्नुहोस्, ल हेर्नुहोस् दाजुले दग बनाउनु आँट्यो त्यही खत्तम। ल हेर्नुहोस् मौसम ठिक छ आजको। ल हेर्नुहोस् गाली असारको बेला पानी पर्नुपर्ने तपाईँहरूको। ल हेर्नुहोस् खोला त ल हेर्नुहोस् यत्रो ठुलो खोला आउने ठाउँमा। ल हेर्नुहोस् खोलाको हालत, कमिलोले बाटो काट्छ। अब सकिएन यहाँ, सकिन्छ के अब यहाँ। यस्तो पानीमा नुहाउनु पर्ने अवस्था आएको छ। कसरी लुगा नगर्ने, खोलाको नाममा यो छ। सकिएन अब यहाँ। ल हेर्नुहोस् बिजोक पौडी खेल्ने नाउने ठाउँ खोज्दा खोज्दै एकदम डेन्जर दगोमा आइयो। ल हेर्नुहोस् त्यो पनि माटै माटो। ल हेर्नुहोस् भ्याकुत्तोले पौडी खेल्ने ठाउँ, यो चाहिँ हजुरले भ्याकुत्तोले पौडी खेल्ने ठाउँ हो। ल हेर्नुहोस् यस्तो फोहोर छ, यस्तो नुहाउन सकिएला। ल हेर्नुहोस् खोला त डेन्जर। ल हेर्नुहोस् आहा ल हेर्नुहोस् बिजोग। ल हेर्नुहोस् हालत यो हालत भइसक्यो सारा। ल हेर्नुहोस् यहीँ
ल हेर्नुहोस् नजारा ठिक छ अरू भने त्यस्तो ल हेर्नु चाहिँ चिन्तित भयो चिन्तित। चट्ट हेर्दाखेरि यो कहाँ मुस्ताङ जस्तो छ ल ठ्याक्क यो यस्तो जङ्गलहरू मुस्ताङको जङ्गल जस्तो डेन्जर छ अಯ್या ल हेर्नुहोस् यहाँ आहा ल हेर्नुहोस् यार लाक्क परेको ल हेर्नु माछा पो छ क्या हेर्नु माछा खेल्ने ठाउँ जस्तो छ पौडी माछा छ अरे खोइ त माछा 5-6 वटा मात्र। खोइ के गङ्गटो गएको थियो? ए गङबाट जस्तो माछा त यस्तो खोलामा अलिक नपर्ला उखुया रहेछ भरे ओहो ल हेर्नुहोस् गाइस माछा पौडी खेले नि त हो नि ल हेर्नुहोस् है पहिला यही ठाउँमा हामी डुबाउँथ्यौँ ल हेर्नुहोस् अहिले के छ हालत खडेरी परेर बिजोग छ ल हेर्नुहोस् हरियाली छ तर के गरौँ पानीको मात्रा चाहिँ यति छ पहिला पौडी खेल्ने हामी दगमा डुबाउँथ्यो ल हेर्नुहोस् आज भोलिको हालत यहाँ त मछली खेल्न मछली त्यो पनि सानो सानो ल हेर्नुहोस् नजारा आकाश पनि कति राम्रो छ आज त है ल हेर्नुहोस् त ल हेर्नुहोस् सारा ल गजब ल हेर्नुहोस् गजब ल हेर्नुहोस् आहा क्या बाँस भत्काउनु गयो क्या खोइ मार्ला नि फेरि मार्दै मार्छ अरे अर्को त्यहाँ कसको रूपमा 6 रुपियाँ माथि सबले तान्ने सारा ल हेर्नुहोस् आहा यतिको नजारा चाहिँ बवाल छ क्या शीतल हुने क्या सारा हावा आउने ल हेर्नुहोस् गर्मीमा यो हो नि त तरिका ल हेर्नुहोस् नुहाउनु नपाएपछि यो छ हाम्रो हालत अब घर फर्किनु पर्ने घर गएर पानी थाप्ने फेरि नआउने के गर्नु टाइम पछि पालो कुरेर नुहाउनु पर्ने अवस्था खोलामा नुहाउन आएको ठुलोमा झन् खत्तम सबै छैन ल हेर्नुहोस् यहाँ ल अब के गर्ने धेरै झन् गाउँमा आएको काठमाडौँबाट पानी छ भनेर ए आइदियो मुला घर जाने बिजोग छ ल हेर्नुहोस् ए यहाँ बस्यो नि जुन झ्याउ लाग्छ ल समुद्र भनेर आएको कहाँको कमिला खोला परेर बिजोग मान्छेहरू खेतमा आइसक्यो बिजोग होइन महाबिजोग भयो अनि यस्तो हालतले त बिजोग हो भने त छेट्चा ल्याएर पछाडि पनि आउँदैछ दाजु सर ल्याएर पानी बिनाको मछली जस्तै ल बिजोग छ बाटो नि बिजोग छ के त्यहाँ सुने मुला अनि कहाँबाट पैसा त्यहाँ त त्यहाँ माटो होला के काम त्यो माटोमा त माटोमा काम छैन पानी त छैन भन्दैछु म त होला कहाँ समुद्र अन्त कम छैन भनेर आएको कहाँ समुद्र परेर बिजोग पो पर्ने हो त ल हेर्नुहोस् पनि पाइकिएन यो छ हालत ल हेर्नुहोस् यसरी हिँड्नु पऱ्यो लु आली पनि रहेछ यहाँ त अनि यस्तो तालमा हुन्छ त्यहाँ सकिन्न नि फेरि खै यो हेर यहाँबाट अहिले यत्रो पाइरहेपछि यहाँ त्यही त भने नि अनि यो कुलामा थियो होला नि सबैले गएर यहाँ त्यही त भन्दैछु त्यहाँ रहेछ भने त्यहाँ नुहाउनु हुन्थ्यो नि अब कसरी नुहाउँथ्यो यार पालै पालो ल हेर्नुहोस् हालत दिएछ के गर्नु दाजु यहाँ जाँदैछ दाजु स्याहार ल हेर्नुहोस् खोला त थियो लज्जा हामी समुद्र आएको हाम्रो यो दाजु के गर्नु पानी नभएर एकदम प्रेसर हाई भयो ल हेर्नुहोस् यहाँ फायर भइसक्यो नि पौडी खेल्ने भनेर आएको नताती नम्न नपाएपछि ल हेर्नुहोस् यहाँ तात्यो तात्या हार ल हेर्नुहोस् यहाँ बिहान नुहाउनु पर्ने अहिलेसम्म नुहाउनु पाइएन
नुहाइकन फर्किनु पर्ने अवस्था आयो ल हेर्नु खोलाको मात्रा एकदम धेर भएर गाह्रो पर्यो ल हेर्नुहोस् नाइयो स्यारारा ल हेर्नुहोस् बिजोग छ नहिएर नै आइयो ल गारा पियो ल हेर्नुहोस् ल हेर यसको हालत ल हेर ल ओहो ल हालत बच्चा बच्चीहरू चकचकेहरू बिजोग छ ल खोला ल हेर्नुहोस् यहाँ ल हेर्नुहोस् कहाँबाट हुन्छ यो मुख छैन सब खेतीला 60 सुगा हेलो हेलो भन हेलो गाइज भन ल हेर्नुहोस् नहेर नै आइयो आउनुहोस् यता आउनुहोस्